गणेश नेपाली जलिरहँदा प्रहरीले बचाएन, नगर प्रहरीले टुलु टुलु हेर्यो भन्ने यी मुलाहरू त्यति बेला कहाँ थिए, के गर्दै थिए? तिनीहरू वरिपरि हेरेर भिडियो बनाइरहेका थिए। के मानवता भन्ने जनतामा हुनु पर्दैन? मानवता भन्ने प्रहरीहरूमा, पुलिसहरूमा, नगर प्रहरीमा मात्र हुनुपर्छ? इन्टरभ्यू दिएर च्याच्या र चुचु गरिरहेका ती मुर्दारहरू कहाँ थिए? जलेर रोडमा आउने बेलासम्म तिनीहरू हेरेर बसेका थिए, त्यहाँ भिडियो खिचिरहेका थिए। तिनीहरूले यसो गरेन, उसो गरेन, गाडी पठाएन, सरकार आएन, हेरेर बस्यो भने तिनीहरू कहाँ थिए? अहिले म प्रत्यक्षदर्शी हो, म देख्ने मान्छे हो भनेर त्यहाँ तात्तिएर आइरहेछन्, तिनीहरू कहाँ थिए? तिनीहरूलाई पनि ठोक कारबाही गर। आएर अहिले ठुलो ठुलो बोल्दैछन्। उति बेला जल्दै गर्दा त्यहाँ टाइम लागेको छ, पेट्रोल खन्याएको छ, आगो लगाएको छ, दगुरेको छ रोडभरि, कोही पनि समात्न गइसकेन, कसैले त्यसलाई बचाएन। जलेर तर रोडमा सुतिरहँदा पनि ती मान्छेहरू टुलु टुलु हेरेर बसेका छन्। त्यहाँ त्यति बेला ध्यान जानु पर्दैन? त्यति बेला तिनीहरूले हेर्नु पर्दैन? त्यति बेला सहयोग गर्नु पर्दैन? त्यति बेला अरू बोलाउन, संयन्त्रहरूलाई बोलाउन सक्दैन? एम्बुलेन्सलाई तिनीहरूले फोन गर्न सक्दैनन्? कता छ, के छ मनोभावना? अहिले आएर ठिक म प्रत्यक्षदर्शी हो, यस्तो हो, फलानु हो, ओलानु हो भनेर त्यहाँ च्याच्या गरेर हुन्छ? यो कुरालाई पनि विशेष ध्यान दिनुपर्छ सरकार। जय देश।